हेलो गाइज, म चाहिँ आएको छु अहिले। आई एम फ्रम सुर्खेतको के भनेको यो डिएमपी डाँडा आइपुगेको छु। अनि हाम्रो डिएमपी डाँडा कस्तो छ भनेपछि टक्क बारे यता दामी छ, स्पेसल छ। तर डिएमपी डाँडा के छ, यहाँ झन्डा थियो यता देखाउने, यता झन्डाहरू थियो होइन, अहिले चाहिँ छैन, निकालेर फालिदिएको रहेछ। तर चाहिँ बवाल छ, ठिक छ, भन्दा पनि ठिकै छ भनौँ। अब यहाँ हाम्रो चाहिँ फुल पनि फुलिसकेको छ, हेर्नुहोस्। अब फुल फुलिसकेको छ। अब केही दिनपछि अब रमाइलो हुन्छ। तर चाहिँ अब डिएमपी डाँडा चाहिँ हेर्न चाहिँ धेरैजना आउँछन्, तर चाहिँ अहिले कोही छैन। अब किन, साँझको बेला हो नि त, त्यो भएर कोही पनि छैन। तर मेरो छोटो भलको होइन, तपाईँहरू मेरो युट्युब च्यानल छ, युट्युब च्यानलमा सबजना आएर सब्सक्राइब गरिदिनु होला। तर चाहिँ मैले किन म छोटो भलग बनाएर हाल्छु, धेरै ठुलो भलग बनाउन म अहिले सानो भलग बनाउँदैछु। तपाईँहरू सानो सबजनाले साथ सपोर्ट दिएपछि बस खुसी, म त्यति नै काफी छ। ल गाइज, नेक्स्ट टाइम